हिजोको रोल्पामा रोमियो अपरेसन गरेर जनयुद्ध जन्माएको जस्तो यदि तिमीहरूले चाहिँ अर्को परिकल्पना गरेका छौ र हामी सुशीलालाई थ्रेड गर्न चाहन्छौँ यहाँबाट। सुशीला राम्रोसँग सुन, यो कुरा राम्रोसँग सुन हैन। तिमीले चुनाव गर्न चाहेको कि युद्ध गर्न चाहेको हो, यो कुराको फैसला चाहिन्छ। अब फेरि भन्नुहोस् न, तिमीले सोचेका होला माओवादीलाई यसो उसो दबाब हालेर यो सरकार, यहाँ सायद पत्रकार साथी पनि आउनु भएको छ हैन, राम्रोसँग सुन गृहमन्त्री सुशीला, तिमीले राम्रोसँग सुन हैन। कतै तिमीहरूले हामी त शान्तिपूर्ण ढङ्गले प्रतिस्पर्धामा उत्रिएका छौँ, शान्तिपूर्ण ढङ्गले नेपाली जनतालाई हामी चाहिँ यो राज्य दिनुहोस् भनेर हामी चाहिँ अपिल गर्दैछौँ र चुनावमा जान तयारी गर्दैछौँ। हामी त दर्ता गरेर सबै मूल्य मान्यता पालना गरेर जान खोज्दैछौँ नि हैन। यतापट्टिको हाम्रो इमान्दारिता, हाम्रो स्वाभिमानको लडाइँ, साम्राज्यवादीहरूसँगको हाम्रो लडाइँ, यहाँका दलालसँगको हाम्रो लडाइँलाई घुमाउरो तरिकाले अर्को तरिकाले हस्तक्षेप गरेर हिजोको रोल्पामा रोमियो अपरेसन गरेर जनयुद्ध जन्माएको जस्तो यदि तिमीहरूले चाहिँ अर्को परिकल्पना गरेका छौ र हाम्रो केन्द्रीय कम्युनबाट तुरुन्तै पुलिस फिर्ता गरेनौ र तिमीहरूले त्यहाँ सबै भएका गल्तीहरूमा माफी मागेनौ भने त्यसको मूल्य चर्को पर्छ भन्ने कुरा हामीले तपाईँको चाहिँ भन्न चाहन्छौँ। यो कुरा कुनै डर त्रासको कुरा छैन, यो डर त्रासको कुरा होइन, यो एउटा सचेत कुरा, षड्यन्त्र हो। यो नेकपा माओवादीतिर जनताको जो खालको एउटा समर्थन सहानुभूति आइरहेको छ, सहरका जनताले जसरी हेर्दैछन् हैन, मध्यम वर्गले जसरी हेर्दैछ, गाउँका किसानहरूले जसरी हेर्दैछन्, अहिले किसानको घरमा पनि छापा मारिरहेछ भन्नुहोस् न हैन। कम्युनमा गएर त्यहाँ वरिपरिका किसानको घरमा यसले के देखाउँछ भने साम्राज्यवादीहरूको षड्यन्त्र हो। कठपुतलीलाई मुकुण्डो बनाएर उनीहरूले चाहिँ जनताको विरुद्धमा अपराधको एउटा षड्यन्त्र गर्दैछन् नि त, त्यो देखिन्छ नि। जनताले न्याय खोजिरहेको छ, परिवर्तन खोजिरहेको छ, अग्रगमन खोजिरहेको छ, आफ्नै खुट्टीमा उभिएर बाँच्न खोजिरहेको छ, नेपालको स्वाभिमान खोजिरहेको छ। तर यो देशको कठपुतलीले अनि साम्राज्यवादीको षड्यन्त्रमा लागेर जनताको विरुद्धमा युद्धको षड्यन्त्र गर्दैछ नि। आतंक, श्वेत आतंक हो यो, राज्य आतंक। सुशीला कार्कीको सत्ताले श्वेत आतंक जो मचाउन खोज्दैछ नि, खबरदार हामी भन्न चाहन्छौँ हैन। यो कुरा तुरुन्तै सच्याइनुपर्छ, नत्र तपाईँको चाहिँ के बुझ्नुपर्छ भने नेकपा माओवादीले इतिहासका धेरै तिता मिठा अनुभवहरूसहित यहाँसम्म आछ। हामीलाई राम्रोसँग जानकारी छ यसका जरा कति छन्, यसका बुद्धि कति छन्, यसका बरकत कति छन् र नेपाली जनतालाई पनि यहाँबाट म अपिल गर्न चाहन्छु। आज कम्युनमा काम गरिरहेको युवाहरूलाई गिरफ्तार गरियो भने र त्यहाँबाट तपाईँको कुनै गरियो भने नेपालले चुनाव होइन सङ्घर्षको सामना गर्नुपर्ने दिन आउँछ। यो कुरा चाहिँ तपाईँको चाहिँ राम्रोसँग चाहिँ हेक्का राखोस् भनेर चाहिँ म यहाँबाट भन्न चाहन्छु। र हामी सबैले डङ्काको चोटमा भन्नुपर्छ, भोलिबाट केपी ओलीले त आफ्नै सन्दर्भमा भने भोलिबाट नेपालका सडकहरूमा सङ्घर्ष हुन्छ, भोलिबाट चक्काजाम सुरु हुन्छ, भोलिबाट जनतामाथि भएको दमनको विरुद्धमा प्रतिकार सुरु हुन्छ। यसैले कमरेडहरू के भने हामी त राजनीतिक ढङ्गले शान्तिपूर्ण तरिकाले निकासको कुरा गर्दैछौँ नि, तर तपाईँको चाहिँ न्यु खोज्न जाने कि हैन, राति लगेर तपाईँको चाहिँ अपरेसन गर्ने हैन, पुरा तपाईँको चाहिँ दुम्सी चुटाइ खाएर, मुसो चुटाइ खाएर, भ्याउतो चुटाइ खाएर हैन थला परेका मान्छेहरूले फेरि के खोजेको हो। त्यसकारण कुरा के देखिन्छ भन्नुहुन्छ भने यस्तो टाइप योले के देखाउँछ, माओवादी आज यो हलमा हामी भन्दैछौँ नि, माओको शिक्षा हामीसँग राम्रोसँग जानकारी छ हैन। माओले जसरी तपाईँका चाहिँ आधार क्षेत्र छोडेर पनि जनताको पक्षमा लड्न छोड्नु भएन हैन, एनान छोडे पनि साम्राज्यवादसँग लड्न छोड्नु भएन, अन्ततः चिनिया जनतालाई मुक्त गराएर छोड्नु भयो नि, त्यो शिक्षा छ। नेपालमा एकीकृत जनक्रान्तिको हाम्रो मौलिक बाटो छ, हामी छौँ हैन। हुरी बतासहरू हामीलाई केही सरोकार छैन, हामी अन्तिमसम्म लड्छौँ।